धादिङको धुनीबेसी नगरपालिकामा कपडा बैंक स्थापना भएको छ। यो एकदमै छोटो अवधिमै चाहिँ नि यो हामीले सोचेको जस्तो चाहिँ नि आकार लिइहाल्छ भन्ने पनि छैन। अहिले हामी 9 कि 10औं महिनामा छौँ। यसको हामीले सुरुवात बुटोलबाट गरेका थियौँ र बिस्तारै बिस्तारै यसको विस्तार गर्दै आइरहेका छौँ। धेरै व्यक्तिहरूले चाहिँ नि यसको आवश्यकता पनि महसुस गर्नुभएको छ। विभिन्न नगरपालिकाले पनि हाम्रो कमलजीसीको यो योजनालाई चाहिँ हातेमालो गर्दै आउनुभएको छ र अन्य अरू नगरपालिका जो छुट्नु भएको छ उहाँहरू पनि यस विषयमा जानकार हुनुहुन्छ र धेरैले इच्छुकता पनि जनाउनु भएको छ र बिस्तारै मलाई लाग्छ कि यसले आफ्नो कार्यक्षेत्रलाई चाहिँ विस्तार गर्नेछ र अन्य नगरपालिकाहरू जो राज्यभरि छरिनु भएको छ उहाँहरूले पनि अवश्य पनि हामीसँग चाहिँ हातेमालो गर्नुहुनेछ। यो कपडा बैंक यस्तो बैंक हो कि समाज सेवासँग जोडिने माध्यम पनि हो। तपाईले प्रयोगमा नल्याएका अथवा प्रयोग गर्न छोडेका कपडाहरू यो बैंकमा राख्न सक्नुहुन्छ। आजबाट धेरै साथीहरूले चाहिँ अब कपडा लिएर आजै आउने हो कि हैन भन्ने हिसाबले हामी त हेर्न मात्र आयौँ भन्नुभएको छ। अब हाम्रो यो कपडाहरू सङ्कलनको काम आजबाट सुरु गर्यो। मैले पनि अब म आफैबाट सुरु गरेँ। त्यस कारणले गर्दा अब यो त चलिसक्यो। यसलाई के होला भन्ने अब प्रश्नै छैन। यो चल्छ। अब मात्र यति हामीलाई के हो भने जसरी हामी अहिले उत्साहित भएर राखिरहेका छौँ यसलाई जुन यसका कन्सेप्ट दाता चाहिँ अब कमलजी हुनुहुन्छ। कमलजीहरूले यसलाई चाहिँ व्यवस्थापन कसरी गर्नुहुन्छ यो चाहिँ उहाँहरूको पाटोमा छ। हामीले त सङ्कलन गर्ने पाटो जिम्मा ल्याउँ तर व्यवस्थापन गर्ने पाटो चाहिँ कमलजीहरूसँग भएको हुनाले अब उहाँहरूले यसलाई राम्रो व्यवस्थापन गर्नु भने अब सङ्कलन हुने कुरा चाहिँ अब गाह्रो छ जस्तो मलाई लाग्दैन। किनभने यो हामीले भोगिरहेछौँ कि हाम्रो यो नगरपालिका चाहिँ झन्डै 70% चाहिँ नागरिकहरू किसान हुनुहुन्छ। हरेक किसानको खेतमा यो चाहिँ जुत्ता चप्पल थोत्रा कपडा नकुहिएर यो हैरान भइरहेछन्। अब उनीहरूलाई यो चिज चाहिँ अब त्यता आउँदैन है यहाँ जम्मा गर अब तिमीले फाल्यो भने आउने हो अब यहाँ जम्मा गर भनेर हामीले भनिसकेपछि मलाई लाग्छ अब समस्या छैन। यो सबै सङ्कलन हुन्छ। ओके, बैंक सञ्चालक कम्पनीले त्यसलाई प्रशोधन गर्छ अथवा सफा गर्छ, धुन्छ र प्याकेजिङ गरेर आवश्यकताको आधारमा आवश्यक पर्ने जस्तो विपत्तिको ठाउँ अथवा विपन्न परिवार लगायतका विभिन्न बस्तीहरूमा लगेर वितरण गर्छ र जो कोही पनि जसरी हामी बैंकमा पैसा जम्मा गर्छौँ आवश्यकता अनुसार आफूले पैसा झिक्छौँ कपडा बैंकमा पनि कपडा जम्मा हुन्छ र आवश्यकता हुनेहरूले त्यो बैंकबाट कपडा लिएर उनले आफ्नो शरीर ढाक्ने काम गर्छन्। यो पवित्र कार्य कमल जीसीको नेतृत्वमा भइरहेको छ। देशका 160 भन्दा बढी स्थानीय तहहरूमा यसको अभ्यास सुरुवात भइसकेको छ। यो पछिल्लो पटक चाहिँ धादिङको धुनीबेसी नगरपालिकामा यो अभ्यास सुरुवात भएको छ। यहाँबाट कपडा लैसके सर्ट गर्छौँ, छान्छौँ, छनौट विधि हुन्छ। छनौट विधि भइसकेपछि हामीले कपडाको प्रवृत्ति छुट्याउँछौँ। एउटा प्रयोगै गर्न नमिल्ने कपडा अनि प्रयोग गर्न मिल्ने पनि कस्तो भन्नुहुन्छ भने एउटा क वर्ग, एउटा ख वर्ग, एउटा ग वर्ग र त्यो वर्ग फेरि यसमा के छ यसरी बोल्दाखेरि यो वर्गलाई यो कपडा, यो वर्गलाई यो कपडा भन्ने हुनसक्छ। तर हामीले चाहिँ क ख र ग वर्ग कपडा छुट्याइसकेपछि त्यसलाई वर्गीकरण गरेर हामीले प्याकेजिङ गर्छौँ र क वर्ग कपडा त्यही टाइपको व्यक्तिलाई जान्छ, ख वर्ग कपडा त्यही टाइपको व्यक्तिलाई जान्छ र ग वर्ग त्यही टाइपकोलाई जान्छ। जस्तै ग वर्ग कहाँ प्रयोग हुन्छ भन्नुहुन्छ भने कोही आगो लागि भइहाल्यो, हामीसँग सञ्चित हुन्छ, ब्याङ्कमा पैसा रहे जस्तै हामीसँग कपडा रहिरहन्छ। ग वर्गको कपडा कस्तो हुन्छ भन्नुहुन्छ भने ठिक्क हैन लाउन मिल्ने, सफा देखिन्छ, कलर सलर हुँदैन, फाटेको हुँदैन, टाक साक च्यात्तिएको केही पनि हुँदैन, ठिक्क लाउन हुन्छ हैन। त्यो कपडा चाहिँ कोही आगो लागि फ्याट्ट भइहाल्यो भने हामीले चाहिँ हामीलाई चाहिँ विभिन्न अहिले स्थानीय सरकारहरूले पनि भन्नुहुन्छ, श्रीहरूले पनि भन्नुहुन्छ, विपद व्यवस्थापनले चाहिँ भनिसकेपछि हामीले त्यहाँ पुर्याइहाल्छौँ। अनि ख वर्ग कपडा चाहिँ जस्तै मुसहर बस्तीमा कपडै नभएर दिनौँ कति मरिरहनु भएको छ हैन, मृत्यु भइरहेछ। अब त्यस्तै टाइपको बस्तीमा फेरि ख वर्ग जान्छ र क वर्गको कपडा भने कस्तोमा जान्छ भन्नुहुन्छ भने जो चाहिँ सोरुममै गएर लिन चाहनुहुन्छ, अघि राजेश हमालले भने जस्तै आफ्नो केही फाइनेन्सियल कुरालाई पनि सहयोग गर्न खोज्ने। जस्तै तपाईँलाई चाहिँ एउटा अब जाडो आयो लङ कोट चाहियो, एउटा हामीसँग लङ कोट टन्नै छ हेर्नुहोस् हैन। अब मैले यो कपडा त्यहीबाट लगायो, यहाँ बनावटी सुनिन्छ यो भन्दा हैन, यो त्यहीबाट झिकै मैले लगाएँ हैन। तर के छ भन्नुहुन्छ भने तपाईँलाई लङ कोट चाहियो भने टक्क चाहिँ जानी कोट निकाल्ने। तपाईँ एउटा पत्रकार हो हैन, अब पत्रकारले लाउन हुन्न भन्ने होइन नि त, हामीले त तपाईँको लागि नि बनायो नि त। र तपाईँले अब कमलजी अब यो मैले अलिकति पेट्रोल खर्च जोगाउँछु हैन, ल कपडा किन्न भन्दा तपाईँको ब्याङ्कबाट भनेपछि ब्याङ्क पनि तपाईँलाई चाहिँ हाम्रो ब्याङ्कमा एकचोटि भ्रमणको लागि मैले अनुरोध गर्छु, तपाईँ आइदिनु पर्छ। हाम्रो बुटोलको सोरुममा तपाईँ आउनुभयो भने त्यो कुनै चाहिँ न्यु रोडको पसलभन्दा कम छैन
हामीले त्यस्तो बनाएको छौँ। त्यसको डेकोरेटेडलाई मात्रै मैले 25 लाख रुपियाँ लगानी गरेको छु होइन, जहाँ चाहिँ प्याकेजिङदेखि लिएर तपाईँले कपडा हेरेपछि ल यो एउटा त लगाऊँ भनेर तपाईँले नि भन्नुहुन्छ भनेपछि हामीले कोही पनि कमी राख्दैनौँ र जनताले मागेको खण्डमा यहाँ धादिङमा मात्रै होइन कि हामी काभ्रे, हामी चाहिँ रामेछाप, हामी पूर्वका चाहिँ ती बस्तीहरूमा नि पुग्छौँ, पश्चिमका ती बस्तीहरूमा पुग्छौँ।